हामी सबैलाई सफल त हुनु छ, तर एउटै कुराले रोक्छ, त्यो हो डर। कतै म असफल त हुँदैन, कतै मेरो काम नराम्रो त देखिँदैन। यसको एउटा सानो र अचूक औषधि छ, र त्यो हो द ल अफ 100। यो नियमले भन्छ, तपाईँ अहिले जेसुकै काम सुरु गर्दै हुनुहुन्छ, त्यो काम तपाईँले 100 पटकसम्म बिना कुनै नतिजाको आश गरिकन गर्नुहोला। जस्तै तपाईँलाई फोटो खिच्नु मन छ भने 100 पटक फोटो खिच्नुहोला। यदि भिडियो बनाउनु मन छ भने 100 पटक भिडियो खिच्नुहोला। तपाईँलाई लाग्ला 100 नै किन? किनकि 100 प्रयास तपाईँलाई सफल बनाउनलाई होइन, तपाईँलाई सिक्न र डर हटाउनलाई हुन्। मैले पनि सुरुमा खिचेका ती 100वटा फोटो सायद कसैलाई देखाउने लायक थिएन, तर ती 100वटा गल्ती मैले नगरिएको भए आज म यो लेभलसम्म पुग्ने थिएन होला। सफलता भनेको कुनै ठुलो मिराकल होइन, यो त 100 पटकको एउटा इमान्दार प्रयास मात्र हो। धेरै नसोच्नुहोस् र आजैबाट प्रयास गर्ने बानी बसाल्नुहोस्, र फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।